आनन्द सुनो प्रभु तपाईँलाई धन्यवाद छ अनि प्रभु यी दुई दम्पति अनि प्रभु रुख 1 को 16देखि 18मा रुखको प्रेम कस्तो खतरा प्रेम थियो प्रभु तिमी जहाँ जाँदा म त्यहाँ जानेछु तिमी जहाँ जे बस्छ म जहाँ बस्छ म त्यहाँ बस्नेछु तिमीले खाँदा म पनि खान्छु तिमीले नखाँदा म पनि खाँदिनँ भने यस्तो प्रेम थियो तिम्रो परमेश्वर मेरो पनि परमेश्वर भन्नुभएको थियो त्यसैले यी दुईजनाको यस्तो प्रेम दुईजनाको प्रेम हुन सक्यो प्रभु मर्कुटको पुस्तक अनुसार प्रभु परमेश्वरले बनाइदिएको जोडीलाई कसैले पनि नछुटा भन्नुभएको छ प्रभु यिनीहरूको जोडी आजदेखि जोडी बाँधेको छ कसैले पनि छुटाउनु नसकेको प्रभु तपाईँलाई धन्यवाद छ प्रभु धन्यवाद छ यो साँचामा पुऱ्याउनु सोच पुरा विचार पुरा योजना कुराहरू तपाईँको हातमा राख्दछु प्रभु तपाईँको सोचहरू विचार तपाईँको हातमा राख्दछु प्रभु तपाईँले आशिष दिनु यो छोराछोरीलाई व्यवस्थाको 1 दिनसम्म बाहिर जाँदा आशीभित्र आउँदा आशीले गर्छ प्रभु पहिला राजा 17को 14 आशीष दिनु प्रभु तपाईँलाई धन्यवाद छ मती 14को 17 यो बनाउँदा जहाँ जाँदा त्यहाँ मनाउँछौँ तपाईँले चिन्नु नसक्नु तपाईँले रगत यो छोराको साथमा तपाईँले चिन्ने हेर्दै नदिनुहोस् प्रभु उसलाई सुसमाचार सुनाउँदा चिन्ने हेर्दा खोल्नु भएको थियो कहाँ हो पास्टर कहाँ हो गराउनु गर्नु भने यिनीहरू त्यसको प्राण यिनीहरूलाई त्यस्तो ग्रहण गर्न सक्ने शक्ति र गराउने तपाईँको शक्तिशाली गोली तपाईँले पनि गराउनु यिनीहरूलाई अनि यो साथमा गराउनु सधैँको कुरा पुऱ्याउनुहोस् प्रभु तपाईँलाई धन्यवाद छ प्रभु हो धन्यवाद तपाईँलाई साथमा तपाईँलाई हर कुरामा तपाईँ मद्दत दिनुहोस् यसो एक्सलको दल यसरी नरमा म तपाईँलाई सहायता दिन्छु मलाई पुकार भन्नुभएको छ जुन कुरा यिनीहरूको खाँचो छ खाँचो कुरा गर्ने तपाईँ फेरि विचारको मुनास्पद जुन कुरा यिनीहरूको खाँचो छ खाँचो कुरा गर्न तपाईँ परमेश्वर हे तपाईँलाई धन्यवाद छ धन्यवाद सबै कुरो यिनीहरूको हिजोभरि स्वरको तिनीहरू गर्ने कुरो के छ सबै मौकामा ल्याउँ तिमीहरूको कुरा म समाल्छु तपाईँ सम्हाल्नु प्रभु अनि प्रभु तपाईँले काम पनि सफलता जस्तो जे काम पनि सफलता गर्छ प्रभु यिनीहरूले जे काम पनि सफलता हुने प्रभु अन्त जहाँ गयो भने उनीहरूको कुरा सबै कामहरू सबै सफलता जहाँ गयो बडो प्रभाव तपाईँको हातमा यसो तपाईँको नाममा हजुरहरूले कुनै पनि अब लिपमा अब लिएर आउनु भएको तपाईँहरू बोल्नु सक्नुहुन्छ हजुर